ए सुंदरी तुम्ही वीर योद्धा को तुमने अपमान गयो यो वीर योद्धा स्त्री जाति संग युद्ध असंभव यदि तिम्रो यो सुंदर स्वरूप यो स्वर्गमा रह्यो भने यो स्वर्ग उसै दिव्य जथ्यो अदिव्य तिमी यही स्वर्गमा यो महिषासुरकी महारानी भनेर भन्न सक्छौ युद्धको कुरा नगर ए सुन्दरी त यदि साँच्चीकै बलवान छस् भने मसँग युद्ध गरेर देखा अनि म तसँग बिहे गर्नेछु ए सुन्दरी एक वीर योद्धाको अपमान तय शक्ति छ तिमीमा मेरा यी मुष्टिकको एक प्रहारले तिम्रो शरीर छत्तिसठ भएर सारा विश्व ब्रह्माण्डमा छरिनेछ पहिला युद्ध गरे त देखा मलाई जितेर त देखा यदि तिमीमा शक्तिको घमण्ड छ भने चौरसुर पारिदिनेछु म ठीक छ त्यसो भए विलम्ब नगरिकन युद्धको तयारी गर तयारी हो युद्धको निमित्त तयारी हो आइज महिषासुर आइज अगाडि बढ महिषासुरलाई छाड्ने खूप बळको घमंड गरिरहेको थिइस् आइज किन कमजोर भइरहेको छ आइज हे महिषासुर अब तँलाई मैले यो त्रिशूलले मारिदिएको छु अब महिषासुर छोड़ दे मलाई छोड़ दे
जगत जननी माता की जगत जननी माता की जगत जननी माता की हे माता तपाईले गर्नुभएको यो ऋण तपाईले गर्नुभएको यो कार्य हामी कहिले भुल्ने छैन माता हजुरको हामी शरण छ माता हे माता म हजुर